म जाँदैछु मोमो बनाउन। हो यस, तपाईँले ठिक सुन्नुभयो, मोमो बनाउनलाई यसरी अब पियाज स्याज चट्ट छिल्ने, त्यसपछि टन्न आधी केजी 1 केजी जति पियाजलाई मजाले चप गर्ने, फाइन चप टट्ट लाएर किमाको लागि। किमा अलरेडी हामीले रेडी गरिसकेका छौँ, देख्न सक्नुहुन्छ। झ्याम्का झ्याम काट्नुपर्छ है, मजाले काट्दै जाउँ जाडो मोमो त खानै पर्छ, जाडो महिना छ होइन, ट्याक्क पारेर। जाडो महिना पनि थियो, अनि त्यसपछि पुस 17 गते राष्ट्रिय पोसाक दिवस साथै ढाका टोपी दिवस पनि परेको हुनाले मोमो चाहिँ बनाएर खानु पर्यो भनेर यसो लागेको। के अन्त अब गरिबहरू अब केही गर्न सकिन्न, बाहिर डुल्न जान सकिन्न होइन, पब क्लब होटल रेस्टुरेन्ट धाउन सकिन्न। यस्तै घरमा मोमोसम्म बनाउने खाने त हो नि। अब मोमोको लागि चाहिँ अचार, तेल हालिसकेपछि हाल्नुपर्छ मेथी होइन, प्याज, लसुन, हरियो खुर्सानी मजाले फ्राई गर्ने। त्यसपछि हाल्नुपर्ने देखिन्छ टमाटो मजाले चलाएर पकाउनु होइन। फर्स्टमा चलाउँदै छोप्दै पकाउँदै गर्दाखेरि टमाटो ब्याटर गल्छ नि त। त्यसपछि बेसार हाल्नुहोस्, पालो नुन चाहिँ झ्याप्पै आफ्नो चाहिने अनुसार हाल्नु, पछि फेरि थपिरहनुभन्दा एकैचोटि झ्याप्पै हाल्दै अन्त त्यसपछि फेरि चलाएर एकछिन रेस्ट गरिदिने होइन। यताउता गरेपछि गल्छ नि त, नुन हालेपछि यसो छोपेर फेरि मजाले जति सक्दो त्यति फत्काएर पकाएर सुकाउनुपर्छ होइन। चाँडो आउँछ पाली धनियाँ जिरा सब्जी मसला हालेर मजाले फेरि चलाइदिनु पर्ने होइन। त्यति गरिसकेपछि त हाम्रो त अचार रेडी हुनुपर्छ है। 5 फोरन, अदुवा लसुन, हरियो खुर्सानी, प्याज, नुन, जिरा धनियाँ सब्जी मसला हालेपछि त टमाटर अचार त प्लित्तै जान्छ नि मोमोसँग त, कस्तो आनन्द। त्योमाथि आखिरीमा तिल हालेर फेरि पेल्नुपर्छ, धनियाँ सनियाँ लगाएर चुक पनि लगाउनु पर्ला होइन। त्यसपछि त किमा हामी चाहिँ बन्दा थोरै मिसाएर युज गर्छौँ, मोमो मसला, जिरा धनियाँ, त्यसपछि सब्जी मसला, चिकन मसला लगाएर मजाले 1 चम्चा घिउ र अदुवा लसुनको पेस्ट मिलाएर एकदम गजाङ जति सक्छ त्यति मजाले मोलेर चाहिँ किमालाई तयार गर्नु पर्यो होइन। तयार गरिसकेपछिलाई अनि त्यसपछि यो हुन्छ बनाउनलाई रेडी। यसको साथसाथै बनाउने काम कार्य सबै सकिन्छ होइन। मोमो 1 लट भइसक्यो, त्यसपछि फेरि बाँकी लट बनाउँदै यसरी ट्याको पारेर ल मोमो यसरी बनाउनुपर्छ, ढेका पारेर। त्यति पर्फेक्ट त बनाउँदैन म पनि, सबै उस्तै पारेर एउटै हो त्यहाँनिर सबै सिकाएर जस्तै ल पाकेर नि त खानु रेडी भइसक्यो। यता ड्याडी खाँदै हुनुहुन्छ, चम्चाले मान्नुहुन्न कि खानलाई, लाजाउनुहुन्छ चम्चाले खानलाई, अनि हातले झ्याम्का झ्याम दिनुहुन्छ। यतै कालो माया पहिला सुरु त माई गड त्यहाँनिर चिकन फ्राई पनि गरिदिएको थिएँ मैले, रोस्ट ओ माई गड पार्टी भएको थियो नि हाम्रोमा त। के को कमी थियो भने त्यहाँनिर कोल्ड ड्रिङ्कको कमी भएछ क्या। मोमो पाक्नुभन्दा अगाडि त कोल्ड ड्रिङ्क कोक त याद आएको थियो, मोमो पाकेपछि मोमो खान हतार भयो, कोल्ड ड्रिङ्क त कसले खानु याद होइन, बिर्सिहाल्यो। ल हामी कहाँ चाहिँ हुन्न क्या, त्यो पाकेर सबै एकैचोटि खाने भन्नु होइन, पाक्दै गर्छ खाँदै गर्ने, किनभने भाँडा सानो छ, राख्ने ठाउँ छैन होइन, मान्छे धेरै छन्, 1 लट पकाएर मात्र हुँदैन। पाक्दै गर्छ खाँदै गर्ने पाक्दै गर्ने, बनाउँदै खाँदै पाक्दै खाँदै गर्नुपर्छ, मजाले लानुहोस्। अब हाम्रो पालो ल, यसरी मजाले खानुपर्छ भन्ने हामीलाई लागिरहेछ। मेरो भिडियो चाहिँ लास्टमा आयो, किनभने मैले लास्ट टाइमै खाएँ नि त।
गफ गर्दै खानुपर्छ नि त। गफ गर्नु थालेपछि खानु पाइन्न, खानु पाएपछि गफ गर्नु पाइन्न। गाह्रो छ हौ, गाह्रो छ मलाई। दादाले र धन्यवाद है, हेर्दै भेटौँ। फेरि यस्तो भिडियोहरू म लिएर आउँदै गर्नेछु तपाईँसम्मको लागि। बाई बाई।